मेरो शुभ नाम गणेश थुलुङ। म झापा काँकरभिट्टा गैलाटु घोडाजिन भन्छ, मेची नगर वार्ड नम्बर 5। ओके। यो अलिअलि चाहिँ नाम पहिला पनि सुनेको, अब पछिबाट यहाँ छोरी यहीँ लुबुमा उसले यहाँ उपचार गरेछ। उपचार गरेपछि मलाई बोलायो। यहाँ आएपछि गरेको आज 14 दिन छ। कर्मचारीहरूको, डक्टरहरूको क्रियाकलाप, सहकार्य देखेर एकदमै गदगद छु। अब अहिले म यस्तै भयो भन्नु चाहिँ सक्दिनँ। अझै कोर्स 1 हप्ताको हो कि त्यसपछि चाहिँ म यकिन भन्छु हो कि थेरापीहरू गरियो हो कि यहाँ चाहिँ थेरापी बाहेक अरू पनि गरियो। अकुपङ्चर, मोरोपनवाद, के हर्बलवाद, ढुङ्गामा अर्को फेरि त्यो भित्र बोडीको पानीमा ट्युबमा तातो पानीमा डुबियो, उता त्यो स्किन बाफ मात्रै लियो। अन्त त्यसले अर्कै किसिमको दियो, जुन अहिले थेरापीले पनि अकुपङ्चर, अर्को मसाज। पहिला म आउँदा यहाँ गाडीको धङधङी मेरो बिरामले गर्दा डल्लो परेरै आएको थिएँ म। यहाँ आएपछि 1 हप्ता गरेपछि फेरि अब यो मेरो समस्या अरू पनि थियो कि पेटको, यो हड्डीहरूको। अन्त त्यहाँबाट फेरि आएर यहाँ गरेको। अहिले धेरै नै 20-25% मात्रै होला कि जस्तो लाग्छ। त्यो त आत्मविश्वास आफैमा निर्भर हो। म आफैलाई आत्मविश्वास छ 75% गयो होला। अब त त्यही 25% अथवा 30-40 होला। अब यो हप्ता गर्दाखेरि त्यो पनि निको होला जस्तो लाग्छ मलाई। यहाँ गरे जुन कर्मचारीहरूले, डक्टरहरूले, अब अन्य भाइ दिदी, भाइ बहिनी सबैले आफ्नो किसिमले जुन सेवाको एकदमै राम्रो लागिरहेको। अब एक त अघि पनि भनिसक्यो कि म यसै चाहिँ भन्नु सक्छु, जे होस् यहाँको कर्मचारी र दाजुभाइ, दिदीबहिनी, नाति नातिनाको जुन सेवाको भावना छ नि, त्यो देखेर चाहिँ म एकदमै मेरो रोग पनि निको भए जस्तो लाग्छ क्या। त्यस्तो फिलिङ म आफूले महसुस गरेको छु। सेवा नै साह्रै राम्रो छ, बोलीचाली मिठो छ। मेरो तर्फबाट धेरै धेरै धन्यवाद। यो फलै फुलेको अझ राम्रो फैलिएर जाओस् अधिराज्यभरि नै।